कांग्रेस एमाले माओवादीदेखि जनताहरू वाक्क भएका छन् भन्ने कुरा लगभग कहिले थाहा भइसकेको छ। सबैलाई थाहा छ काठमाडौँको परिणाम हजुरले हेरिराख्नु भएको छ होला। झापामा पनि त्यही हुनेवाला छ, तराईमा त्यही हुनेवाला छ, अधिकांश ठाउँमा त्यही भइरहेको छ। जे होस् 35 वर्षसम्म चाहिँ यिनीहरूले देश लुटेको कुरा चाहिँ जनताले यो चोटि देखाइदिएका छन्। सबै जनताहरू सचेत बनिसक्नु भएको रहेछ भन्ने कुराको वृत्तान्त लगभग देखिसकेको छ। अब झापामा पनि ल्यान्डस्लाइड भिक्ट्री, काठमाडौँमा पनि ल्यान्डस्लाइड भिक्ट्री, अरू क्षेत्रमा पनि होला जस्तो छ। गाइज आई एम सो ह्याप्पी है। मैले केही अपडेटहरू मैले टिकटकबाट पनि दिइरहेको छु, मेरो फेसबुकबाट पनि दिइरहेको छु है। तपाईँको किप कनेक्टेड अनि किप अपडेटेड र तपाईँको चाँडै नै हामीहरूले जे होस् हामीले सोचेअनुसारको रिजल्ट यसलाई यही यथावत रह्यो भने पक्कै पनि बहुमत 2/3 स्योर आउने देखिन्छ है त। एकदम खुसीको कुरा। किप अपडेटेड है। म केही जानकारीहरू पनि म दिँदै जानेछु है त। ल थ्याङ्क यू सो मच।